नमस्ते नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल नेपाली पैसामा। आजको भिडियोमा हामी कुरा गर्नेछौं एउटा ऐतिहासिक नोटको बारेमा जुन कि रुपैयाँ 25 को नोट हो। तपाईहरुले यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ। मेरो हातमा रुपैयाँ 25 को नोट छ। यो नोट एकदमै महत्त्वपूर्ण नोट छ हाम्रो नेपालको इतिहासमा, किनकि यो नोट नेपालको इतिहासमा एक पल्टको लागि मात्रै निष्कासन गरिएको नोट हो। यो नोट स्वर्गीय राजा वीरेन्द्रको पालामा निष्कासन गरिएको नोट हो र यो नोट किन निष्कासन गरिएको थियो यो हामी यही भिडियोमा जान्नेछौं। र यदि तपाईहरु पनि पुराना नोटहरु संकलन गर्न रुचाउनुहुन्छ भने यो भिडियो तपाईकै लागि छ। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र भिडियोलाई लाइक शेयर गर्न नबिर्सिनु होला। ल अब हामी कुरा गरौँ यो 25 को नोटको बारेमा। यो 25 को नोट विक्रम सम्वत 2053 साल चैत्र 29 गते निष्कासन गरिएको नोट हो। यो नोट एउटा खास अवसरमा मात्रै निष्कासन गरिएको नोट हो। यो नोट स्वर्गीय राजा वीरेन्द्रको शासन गरेको 25 वर्ष पूरा भएको अवसरमा यो नोट निष्कासन गरिएको थियो। यो नोट 25 को र त्यो अवसरमा 25 को नोट सँगै नेपालको एक मात्र 250 रुपैयाँको नोट पनि त्यही बेलामा निष्कासन गरिएको थियो। यदि तपाईहरुलाई यो 250 को नोटको बारेमा थाहा छैन भने मेरो पछाडीको भिडियोमा हेर्न सक्नुहुन्छ, मेरो च्यानलमा छ। र हामी कुरा गरौँ पहिला यो 25 को नोटको बारेमा। यो 250 को नोट र 25 को नोट हेर्नमा उस्तै छ, केही सिमिलरिटी पनि छ, केही डिफरेन्स पनि छ। म यो भिडियोका अन्तिममा तपाईहरुलाई बताउने छु कि के डिफरेन्स छ र के सिमिलरिटी छ। पहिला हामी 25 रुपैयाँको नोटको बारेमा कुरा गरौँ। यो 25 रुपैयाँको नोटमा तपाईहरुले हेर्न सक्नुहुनेछ, यहाँ बायाँतिर स्वर्गीय राजा वीरेन्द्रको तस्बिर राखिएको छ, जुन कि उहाँले गद्दी आरोहण गरेको तस्बिर यहाँ छ। श्रीपेच लगाएको तस्बिर यहाँ तपाईहरुले हेर्न सक्नुहुनेछ भने बीचमा माथि यता 25 2 5 गरेर 25 लेखिएको छ भने माथितिर श्रीपेचको तस्बिर तपाईहरुले हेर्न सक्नुहुनेछ भने यहाँ दायाँतिर एउटा 1 रुपैयाँको सिक्काको तस्बिर राखिएको छ भने यहाँ बीचमा प्रतिनिधि सभाको तस्बिर राखिएको छ, जुन कि यसमा मेटिसकेछ, देखिरहेको छैन, व्हाइट कलरको छ, त्यही भएर देखिरहेको छैन। यहाँ माथि यहाँ तपाईहरुले प्रतिनिधि सभा हरियो कलरको बक्समा तपाईहरुले हेर्न सक्नुहुनेछ भने यो तस्बिरको कुरा गर्दा चाहिँ यो पनि त्यही तस्बिर हो जुन कि 250 को नोटमा तस्बिर छ। यो हनुमान ढोकाको तस्बिर छ। हनुमान ढोकाको अगाडिमा हनुमान भगवानको मूर्तिको तस्बिर पनि यहाँ राखिएको छ भने यो नोटमा तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँ तपाईहरुले तलतिर दुवैतिर ड्रागन हेर्न सक्नुहुनेछ, अपोजिटतिर फर्केको ड्रागन छ भने पछाडीपट्टिको कुरा गर्दा चाहिँ माछापुच्छ्रे हिमालको तस्बिर राखिएको छ भने हिमाल पहाड तराई एउटैमा राखिएको छ तस्बिर। यहाँ हाम्रो राष्ट्रिय जनावर गाईको पनि तस्बिर राखिएको छ रातो कलरमा र यतातिर कोट अफ आर्म्स निशान छापको तस्बिर राखिएको छ भने माथि तपाईहरुले यसमा हेर्न सक्नुहुनेछ दुईटा हात्ती सुँड माथि गरेको तस्बिर छ भने यता हात जोडेको पनि तस्बिर छ र तलतिर इंग्लिशमा नम्बरमा 25 लेखेको छ, 25 र स्पेलिङमा पनि यता 25 लेखेको छ भने यता नेपाल राष्ट्र बैंकको लोगो र यता देवनागरीमा 25 लेखिएको छ भने यहाँ बायाँतिर तपाईहरुले हेर्न सक्नुहुनेछ एउटा ढोकाको अगाडिमा दुईटा सिङको तस्बिर राखिएको छ। अब नोटको कुरा गर्दा चाहिँ यो नोट करिब 4 करोड थान निष्कासन गरिएको थियो र यो नोट नेपालको इतिहासमा एक पल्टको लागि मात्रै निष्कासन गरिएको थियो। त्यसपछि यो नोट कहिले पनि निष्कासन गरिएको थिएन र हालमा यो नोट बजारमा चलन चल्ती छैन। त्यही भएर यो नोट एउटा महत्त्वपूर्ण नोट पनि छ हाम्रो नेपालको इतिहासको लागि र संकलनकर्ताहरूले यो नोटको राम्रो मूल्य दिनुहुन्छ र यो नोट मैले करिब 250 मा किनेको नोट हो र यो भन्दा राम्रो नोट यूएनसी कन्डिसनको नोट 450 500 मा पाउनुहुन्छ तपाईहरुले र त्यो भन्दा पनि राम्रो चाहियो भने फोल्डर सहितमा भने त्यो 600 700 पर्न जान्छ। र यदि तपाईहरुसँग पनि यस्ता पुराना नोटहरु छ राम्रो कन्डिसनको भने तपाईहरु कमेन्ट बक्समा कमेन्ट गरेर मसँग सम्पर्क गर्न सक्नुहुनेछ। म त्यसको राम्रो भन्दा राम्रो मूल्य दिनेछु अथवा म तपाईहरुले संकलनकर्ताहरुको नम्बर दिनेछु, कन्ट्याक्ट गराइदिन सक्छु। तपाईहरु उहाँसँग किन्न पनि सक्नुहुन्छ, बेच्न पनि सक्नुहुन्छ। र अब हामी कुरा गरौँ यो 250 को नोट र 25 को नोटको फरकमा भिन्नता के छ। यो तपाईहरुले हेर्न सक्नुहुन्छ। पहिलो कुरा त साइजमा यसको 250 को नोट ठुलो साइज छ भने 25 को नोट सानो साइज छ। कलरमा पनि तपाईहरुले हेर्न सक्नुहुन्छ डिफरेन्स छ। यो अलि बढी कलरफुल छ भने यो त्यति कलरफुल छैन। अब एउटा म तपाईहरुले देखाइरहेछु। यहाँ तपाईहरुले हनुमान ढोकाको अगाडिमा हेर्न सक्नुहुन्छ। हनुमान भगवानको मूर्ति राखिएको छ, त्यो रातो कलरको छ, यसमा कुनै कलर युज गरिएको छैन भने यता तपाईहरुले एउटा चम्किलो होलोग्राम हेर्न सक्नुहुनेछ, जुन कि 25 रुपैयाँको नोटमा होलोग्राम छैन, मात्रै 2 5 प्रिन्ट गरेको 25 मात्रै प्रिन्ट गरेको छ। अब यता कुरा गर्दा चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ माथि यो 250 को नोटमा श्री 5 महाराज धिराजको गद्दी आरोहणको रजत महोत्सवको शुभ अवसरमा निष्कासित 25 वर्ष पूरा भएको अवसरमा निष्कासन गरिएको नोट। यो नोटको माथि लेखिएको छ भने 25 को नोटमा यो कतै पनि लेखिएको छैन माथि। फेरि 250 को नोटको कुरा गर्दा चाहिँ यहाँ तल इंग्लिशमा लेखेको छ कमरेटिभ इस्यु अन द स्पेशल ओकेजन अफ सिल्भर जुबली अफ हिज म्याजेस्टी एसेसन।
यो कुरा पनि यहाँ इङ्ग्लिसमा लेखिएको छैन यो नोटमा तलतिर, तपाईहरुले प्रष्टै हेर्न सक्नुहुनेछ। केही डिफरेन्स पनि छ भने यसमा प्रतिनिधि सभाको जुन तस्बिर छ त्यो एकदमै क्लियरली राम्ररी प्रिन्ट भएको छ भने यसमा व्हाइट कलरमै प्रिन्ट गरिदिएको कारणले यो अलि मेटिएको छ यसमा। बाँकी पछाडिपट्टिको कुरा गर्दा चाहिँ पछाडिपट्टिको तपाईहरुले हेर्न सक्नुहुनेछ, पछाडिपट्टिको सेम छ, केही डिफरेन्स छैन, मात्रै कलरको मात्रै डिफरेन्स छ। तपाईहरु मेरो 250 रुपैयाँको भिडियो मेरो च्यानलमा छ, तपाईहरु मजाले हेर्न सक्नुहुन्छ यदि चाहनुहुन्छ भने। र यदि तपाईहरुले यो भिडियो मन पर्यो भने भिडियोलाई कृपया लाइक शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म आउने दिनमा यस्तै राम्रो भिडियोहरु अपलोड गर्नेछु।